जब तिमी मलाई माया गर्छौ, तिमी मेरो घाँटीमा छुरी राख्छौ। नजिकको नाता जसले मलाई बचाउन सक्छ, त्यही सम्बन्ध कहिलेकाहीँ मेरो विनाशको कारण पनि बन्न सक्छ। किनभने प्रेम मात्र आनन्द र सुरक्षाको अनुभूति होइन, यो त्यस्तो सम्बन्ध हो जहाँ कोही हाम्रो जीवनको सबैभन्दा नजिक आउँछ, हाम्रा सबै कमजोरीहरू बुझ्छ, हाम्रा डरहरू चिन्छ र हाम्रो मनको गहिराइमा पस्छ। जब कोही यति नजिक आउँछ, उनीहरूसँग हाम्रो भावनाहरूलाई चोट पुर्याउने सबैभन्दा ठुलो शक्ति पनि हुन्छ। त्यसैले जब म तिमीलाई माया गर्छु, म आफैले तिमीलाई ठिक कहाँ काट्ने भन्ने बताइदिन्छु। किनकि प्रेममा हामी आफूलाई पूर्ण रूपमा खोल्छौँ, आफ्ना डर, असुरक्षा र कमजोरीहरू देखाउँछौँ। हामी उनीहरूलाई आफ्नो आत्माको ढोका खोल्छौँ, जसले गर्दा उनीहरू केवल हाम्रो खुसीका कारण मात्र होइन, हाम्रो पीडाको कारक पनि बन्न सक्छन्। हामी जति बढी प्रेम गर्छौँ, त्यति नै बढी हामी जोखिम उठाउँछौँ। किनभने जुन व्यक्तिसँग हाम्रो मनको साँचो छ, उसैले चाह्यो भने त्यो मनलाई टुक्रा टुक्रा पार्न सक्छ। माया सुन्दर छ किनकि यसले हाम्रो हृदयलाई पूर्ण रूपमा खुल्ला बनाउँछ, तर त्यही खुल्लापन कहिलेकाहीँ हाम्रो सबैभन्दा ठुलो चोटको कारण पनि बन्न सक्छ। प्रेम आत्मसमर्पण मात्र होइन, विश्वासको त्यो स्तर हो जहाँ हामी कोहीले हाम्रो सम्पूर्ण अस्तित्व सुम्पिन्छौँ, तर यही विश्वास कहिलेकाहीँ हतियार बन्छ र हामीले माया गरेको व्यक्तिले चाह्यो भने उसले हाम्रो सबैभन्दा कमजोर ठाउँमा चोट पुर्याउन सक्छ। त्यसैले प्रेमको शक्ति दुई धार भएको तरबार जस्तै हो, यसले बचाउन पनि सक्छ, घाउ पनि दिन सक्छ। जब हामी प्रेम गर्छौँ, हामी आफैलाई चोट लाग्ने जोखिम उठाउँछौँ। जब हामी प्रेम गर्छौँ, हामी केवल खुसीको आशा राखेर अगाडि बढ्दैनौँ, हामी ती सम्भावित घाउहरूलाई पनि स्वीकार्छौँ जसले कहिलेकाहीँ प्रेमलाई नै पीडाको रूप दिन सक्छ।